कतिको मिस गर्नुहुन्छ रवि केसीलाई? रवि केसी फेरि आएर गण्डकी प्रदेशमा खेले कतिको राम्रो हुन्छ होला? गण्डकी प्रदेश भलिबल टिममा पढ्दै गर्दाखेरि तपाईँले कस्तो अनुभूति भएको थियो? जस्तो अहिले पछिल्लो क्रममा हाम्रो नेपाल भलिबल सङ्घले यो काबा नेसन्स लिगको लागि 18 जना खेलाडीहरूको नाम सार्वजनिक गरेको छ। त्यसमा चाहिँ हाम्रो गण्डकी प्रदेश भलिबल सङ्घबाट कुनै पनि खेलाडीहरू पर्नु भएको छैन। यहाँनिर चाहिँ अब धेरै आलोचनाहरू पनि आयो नेपाल भलिबल सङ्घले है, अब किन अरू प्रदेशको खेलाडीहरू पर्दै गर्दाखेरि हाम्रो गण्डकी प्रदेशको खेलाडीहरू किन पर्नु भएन भन्ने कुरा तपाईँको विचारमा चाहिँ गण्डकी प्रदेशको खेलाडीहरू नपर्नुको कारण चाहिँ के लाग्छ तपाईँलाई? तपाईँले मनपर्ने नेपाली भलिबल खेलाडीहरू मध्ये सबैभन्दा मनपर्ने खेलाडी को हुनुहुन्छ? हामीसँग यति बेला हुनुहुन्छ गण्डकी प्रदेश भलिबल टिमका सेटर अत्यन्तै चर्चित भलिबल खेलाडी सुप्रेन्द्र परियार। स्वागत छ सुप्रेन्द्र परियारलाई। सर्वप्रथम त तपाईँलाई हाम्रो बुर्तिवाङमा स्वागत गर्न चाहन्छु। सन्चै आरामै हुनुहुन्छ? ठिकै भनौँ, हल्का अहिले चाहिँ हल्का रुगा खोकीले 2-3 दिन भयो, हल्का बिरामी भएर बसिरहेको थिएँ थोरै। कस्तो भयो यात्रा? एकदम ठिक, गुड, राम्रो, आनन्द। यो बुर्तिवाङ कति पटक हो तपाईँको? म त यहाँ फर्स्ट टाइम जो हो लगभग यहाँ यो बुर्तिवाङ बजारमा आएको नि पहिले चाहिँ थियो। बाटो जान्छ त्यही रुकुम जाँदा यतै बाटो गएको, तर गेम खेल्न यहाँ आएको चाहिँ पहिलोपटक हो। भनेपछि गेम खेल्नको लागि यता आएको पहिलोपटक? हजुर, फर्स्ट टाइम। तपाईँको जन्मस्थान ठेगाना चाहिँ? मेरो जैविन नगरपालिका वार्ड नम्बर 6 बागलुङ जिल्ला। तपाईँ चाहिँ भलिबलमा कसरी लाग्नुभयो? अब गाउँमै खेल्दै अब हल्का गाउँमा पहिला खेल्दै त्यसपछि अब गाउँमा खेल्दै भयो भनौँ। यो भलिबल खेलमा लाग्दै गर्दाखेरि तपाईँको प्रेरणाको स्रोत भन्दा नि अब गाउँमा हल्का फुल्का खेल्दै अब पहिलेबाट अब गाउँमा पनि खेल्ने दाइहरू राम्रो हुनुहुन्थ्यो। उहाँ दाइहरूले पनि सपोर्ट गर्दै हल्का अलि राम्रै भयो भनौँ। यो भलिबल खेलमा लाग्दै गर्दाखेरि तपाईँले आफ्नो परिवारको के कतिको सपोर्ट छ? घरको त एकदम सपोर्ट छ भनौँ। अब बाबा मम्मी पनि, अब मेरो 2टा दाइ हुनुहुन्छ। दाइहरू पनि पहिला खेल्ने भलिबल खेलाडी नै हो। उहाँहरू खेल्ने भएको हुनाले नि मलाई घरबाट चाहिँ अहिलेसम्म चाहिँ कहिल्यै केही रोकटोक छैन, एकदम फुल सपोर्ट छ घरबाट। घरमा अन्य परिवार सदस्यहरू पनि खेलाडी हुनुहुन्छ? हजुर, दाइ मेरो 2टा दाइ हुनुहुन्छ। हजुर, 2टा दाइ चाहिँ पहिलाको खेलाडी नै, त्यस्तो बाहिर त भएन, गाउँतिर खेल्ने वडा गेमहरू खेल्ने यो गर्दा राम्रो खेला 2जना नै राम्रो खेल्नुहुन्थ्यो दाइहरू। तपाईँ चाहिँ अहिले कति वर्षको हुनुभयो? म अहिले 20 वर्षको छु। तपाईँ जस्तो यो गण्डकी प्रदेश भलिबल टिममा पर्नुभन्दा अगाडि चाहिँ तपाईँले जस्तो वडा स्तरीय गेम हुँदै जिल्लामा परेर अनि त्यसपछि प्रदेशमा पर्नुभयो है। यो गण्डकी प्रदेश भलिबल टिममा पढ्दै गर्दाखेरि तपाईँले कस्तो अनुभूति भएको थियो? एकदम खुसी भनौँ। अब पहिलाबाट दाइहरू खेलेको हेर्दा अब सबै आफू पनि खेल्दाखेरि अब दाइहरूको हेरिन्थ्यो। एकचोटि त्यो ठाउँमा पुगेर आफू पनि खेल्न पाएँ भन्ने सानैबाट दाइहरूको खेल हेर्दाखेरि लाग्थ्यो। अब आफ्नो पनि मेहनतले सबैको दाइहरू घर परिवारको सपोर्ट, अब सबै दाइहरूको सपोर्टले गर्दा अब गण्डकी प्रदेशमा पनि खेल्न टिममा पुगेँ, एकदम खुसी। अब कति समय तपाईँले हामीले गण्डकी प्रदेश भलिबल टिममा देख्न पाउनेछौँ? समय त अझै खेल्छु होला। अब भर्खर सुरु छ। प्रदेशमा पनि बल्ल 3-4 पटक खेलेँ, नयाँ छु, खेल्छु होला अझ केही टाइम, 1-2 वर्ष। अब कतिसम्म हुन्छ, घरको सपोर्ट राम्रै छ। अब सक्नेसम्म खेल्छु भन्ने छ। अब हेरौँ बिचमा त के कस्तो हुन्छ। अहिलेलाई चाहिँ अझै खेल्छु प्रदेशको टिमबाट भन्ने सोच छ। जस्तो अहिले पछिल्लो क्रममा धेरैजना नेपाली भलिबल खेलाडीहरू विदेशिनु भएको छ र विदेशिने क्रम जारी छ। तपाईँले कतै विदेश जाने सोच त बनाउनु भएको छैन नि? अहिले चाहिँ त छैन, अब बाहिर जाने सोच त्यस्तो सोचेको छैन बाहिर जानलाई। अब पछि चाहिँ हेरौँ बिस्तारै, अब के कस्तो हुन्छ। अब दाइहरू गइरहेको देख्दा त अब खेलाडी दाइहरू त गएको देख्दा त जानै पर्ने हो कि लाग्छ, तर अहिलेलाई चाहिँ त्यस्तो सोच छैन जाने। केही टाइम चाहिँ खेल्छु अझै। जस्तो तपाईँले के नेपाली भलिबल खेलाडीहरूले देशमै बसेर खेलेर आफ्नो परिवार पाल्न सक्ने वातावरण छ, अवस्था छ या छैन? तपाईँको विचारमा चाहिँ के लाग्छ? त्यो त अब मैले त्यति दाइहरूले जति त अब त्यति अझै पनि खेलेको छैन, त्यति भोगेको छैन। अब मेरो घरबाट पनि सपोर्ट, दाइहरू पनि बाहिर हुनुहुन्छ, घरबाट अब राम्रै सपोर्ट भएको हुनाले अब बिस्तारै मलाई चाहिँ अहिलेसम्म राम्रै भएको छ भनौँ। बिस्तारै हिँड्दै घरमा हिँड्दा सपोर्ट पनि छ, यताउति पुगिरहेको। अब दाइहरूको चाहिँ के कस्तो ठिकै छ भनौँ। अब जसरी बाहिर त जानै पर्छ लाग्छ, फेरि त्यति राम्रो ऊ छैन।
त्यति साह्रै छैन, हल्का हल्का आफूलाई पुग्ने हल्का धेरै थोरै हुन्छ। जस्तो पछिल्लो क्रममा चाहिँ हाम्रो गण्डकी प्रदेश भलिबल टिमका धेरैजना खेलाडीहरू पनि बाहिर जानुभयो। रवि केसी, सुजन चोखाल उहाँहरू पनि बाहिर गइसक्नुभयो। कतिको मिस गर्नुहुन्छ रवि केसीलाई, सुजन चोखाललाई? दाइहरू एकदम रवि दाइसँग नि म पहिला त खेल्न पाएन। हजुर। अब म अब त्यति दाइसँग रवि दाइसँग नि एकचोटि सङ्खुवा सभा उता ताप्लेजुङ त्यहाँबाट एकचोटि खेल्ने मौका मिलेको थियो दाइसँग पनि। अब सुजन दाइसँग नि पहिले अब ट्रेनिङ गर्ने बेला दाइहरू सबैसँग चिन्जान्थ्यो। हजुर। दाइहरूलाई हेर्दै सुजन दाइको गेम हेर्दै पनि एकदम फेभरेट। सुजन दाइलाई हेरेर पनि गेम अझै ऊ भएको मेरो पनि एकदम सम्झिन्छु सुजन दाइ, रवि दाइलाई, सबैलाई। रवि केसी बाहिर गइसकेपछि गण्डकी प्रदेश भलिबल टिममा केही अभाव खड्केको छ, हामी त्यो महसुस गर्छौँ। के छ रवि केसी फेरि आएर गण्डकी प्रदेशमा खेले कतिको राम्रो हुन्छ होला? पक्कै पनि अब दाइ अब राम्रो खेलाडी धेरै दाइ हुँदा पनि धेरै अब प्रदेशले धेरै त अब ठाउँमा जितेर गेम नाम पनि गण्डकी प्रदेश अब रवि दाइको पनि अब आएर खेले त राम्रो हुन्थ्यो होला। तर नि अब छिटै जानुभयो दाइ, अब आफ्नो फ्युचर पनि सेक्युर गर्न छिटै जानुभयो होला। अब आएर खेले त राम्रो हुन्छ होला, टिम अझै पनि राम्रो छ। अब त्यसमा पनि अझ रवि दाइ आएर थपिनु भयो भने टिम अझै राम्रो हुन्छ गण्डकी। जस्तो अहिले पछिल्लो क्रममा हाम्रो नेपाल भलिबल सङ्घले यो काबा नेसन्स लिगको लागि 18 जना खेलाडीहरूको नाम सार्वजनिक गरेको छ। त्यसमा चाहिँ हाम्रो गण्डकी प्रदेश भलिबल सङ्घबाट कुनै पनि खेलाडीहरू पर्नु भएको छैन। यहाँनिर चाहिँ अब धेरै आलोचनाहरू पनि आयो नेपाल भलिबल सङ्घले है, अब किन अरू प्रदेशको खेलाडीहरू पर्दै गर्दाखेरि हाम्रो गण्डकी प्रदेशको खेलाडीहरू किन पर्नु भएन भन्ने कुरा तपाईँको विचारमा चाहिँ गण्डकी प्रदेशको खेलाडीहरू नपर्नुको कारण चाहिँ के लाग्छ तपाईँलाई? त्यो भन्दा पनि कारण त अब के भएर पर्नु भएन त थाहा भएन, तर पर्ने चाहिँ हो। खेलाडीहरू चाहिँ अब जे भए पनि गण्डकी प्रदेश भन्दा बित्तिकै अब बाहिर फ्यान फलोइङ गेम अफ प्लेयर पनि अब टिम पनि एकदम राम्रो, सबैको कम्बिनेसन मिलेको टिम। एक प्लेयर पनि सबैजना राम्रो हुनुहुन्छ। पर्ने थियो तर के भएर पर्नु भएन। अब त्यो चाहिँ अब उहाँ अब कसरी छनौट गर्नुभयो अब नेपाल भलिबल सङ्घ टिमले उताबाट। पर्ने चाहिँ प्लेयरहरू हुनुहुन्छ दाइहरू। हजुर। पर्ने हो, पर्नु भएन। अब त्यही माथि अब पल्सर पिपुल्स चोइस अवार्ड जस्तो प्रतिष्ठित अवार्डमा धेरैचोटि गण्डकी प्रदेशका खेलाडीहरू चयन भएर पनि जितिसक्नु भएको छ है। त्यस्तो हुँदै गर्दाखेरि कमसेकम 1-2वटा प्लेयरहरू चाहिँ पर्नुपर्ने हो भन्ने कुरा हो हाम्रो चाहिँ है। प्लेयर पर्नुपर्ने। अहिले हिमाललाई पनि त्यो अवार्डमा अब हजुर नेपालकै ठुलो अवार्ड चाहिँ हो पनि अवार्ड। अब हिमाललाई त्यसमा अब बेस्ट प्लेयरको अवार्डमा अब ठानिनु भएको। हजुर। पर्नुपर्ने। अझ गण्डकी प्रदेशले त वर्ष उत्कृष्ट टिम पनि भएको टिम हो। त्यो गर्दा पनि एकजना पनि पर्नु भएन, पर्नुपर्ने थियो। अब जस्तो तपाईँको जैमिनीको कुरा गरौँ, तपाईँ जैमिनी कति नम्बर वडा भन्नु? 6 नम्बर वडा है। जस्तो जैमिनी 6 नम्बर वडाको टिम चाहिँ कस्तो छ समग्र रूपमा? हाम्रो ठिकै भनौँ, त्यस्तो वडाको टिम भन्दा नि हाम्रो सबै नयाँ भाइहरू हुनुहुन्छ। मभन्दा पनि सानो भाइहरू, सबै राइजिङ प्लेयरहरू, अब भर्खर खेल्लाको राष्ट्रपतिहरू खेलेको भाइहरू हुनुहुन्छ। ठिकै छ भनौँ, त्यस्तो वडातिर हिँड्नलाई एकदम राम्रो छ। अनि हाम्रो अब दाइ हुनुहुन्छ। हजुर। इन्डियन लाउरे दाइ हो। हजुर। केन्द्र केसी दाइ हुनुहुन्छ। पहिला अब एकदम राम्रो खेलाडी, गाउँतिर जिल्ला उतिर खेलेको एकदम राम्रो खेलाडी हो। हजुर। दाइ हुँदा चाहिँ राम्रो हुन्छ, नहुँदा चाहिँ अब त्यही पनि मभन्दा सानो भाइहरू छन्। कहिलेकाहीँ अब मैले पनि लिड गरेर हिँड्छु। भाइहरूलाई राम्रो छ, राष्ट्रपति खेल्ने अब उमेर भएको राइजिङ प्लेयरहरू, हाइट भएको प्लेयरहरू राम्रो छन्। तपाईँको विचारमा वडाको टिम त्यस्तै गरी पालिकाको टिमलाई थप बलियो मजबुत बनाएर अगाडि बढ्नको लागि चाहिँ के गर्नु पर्ला? अब त्यो चाहिँ अब हाम्रो वडा पालिकाबाट पनि सबै खेलाडीहरूलाई चाहिँ सपोर्ट गरेर अब त्यो आफ्नो अब कुनै पालिका अब भर्खर पनि पालिका स्तरीय गेम हुँदैछ बागलुङमा। हजुर। त्यो बेला पनि अब आफ्नो खेलाडी भन्दा पनि अब को राइजिङ पछिको लागि अझ 1-2 वर्ष 2-3 वर्षको प्लेयरहरू खेल्न सक्छ। त्यो तरिकाले गरेर अब सबै खेलाडीहरूलाई सपोर्ट गरेर राम्रोसँग टिम बनाएर आफ्नो राम्रो प्लेयरहरूलाई पछिसम्म खेल्न सक्ने प्लेयरहरूलाई अब गरे राम्रो हुन्छ जस्तो लाग्छ। अब अझै त्यति पहिला त अब कस्तो के म पनि धेरै बाहिर खेल्न लाग्यो। हजुर। अब अहिलेको बुझाइअनुसार चाहिँ नयाँ प्लेयरहरूलाई प्राथमिकता दिए राम्रो हुन्छ जस्तो लाग्छ। अब गण्डकी प्रदेश भलिबल टिमबाट अन्य खेलाडीहरू विदेशीले हुनुहुन्छ कि नै तपाईँले जानकारी भएअनुसार? त्यस्तो जानकारी त अहिले भर्खरै छैन। अब म 3-4 पल्ट खेल्ने दाइहरूसँग बाहिर खेल्दा नि अब राम्रो छ सबैजनाले हुनु त, तर भर्खरै चाहिँ अब कोही जानुहुन्छ जस्तो त्यस्तो त छैन होला सायद। मैले थाहा भएअनुसार। हजुर। त्यस्तो भर्खरै जानकारीमा चाहिँ हुनुहुन्न होला। म तपाईँलाई अब केही व्यक्तिगत कुराहरू सोध्न चाहेँ, पर्सनल कुराहरू।
तपाईँले मनपर्ने नेपाली भलिबल खेलाडीहरू मध्ये सबैभन्दा मनपर्ने खेलाडी को हुनुहुन्छ? मलाई मनपर्ने खेलाडी त अब विवास आले दाई, सुजन दाई। अब आफू पनि लिटर सेटर भएको कारणले दाईहरूलाई अब हेर्दै हेर्दै पहिला सुजन दाईलाई हेरेर आफू पनि खेल्ने, दाईहरूसँग 3-4 वर्ष अगाडि खेल्दा पनि दाईहरूको सँगै ट्रेनिङ सँगै पनि गरे हो। दाई एकदम राम्रो लाग्थ्यो। अनि अहिलेको उमा चाहिँ अब विवास आले दाई, दाईसँग धेरै खेलेर नि एकदम विवास दाई चाहिँ फेभरेट प्लेयर अहिलेको लागि। बेस्ट ओपन स्ट्राइकरमा? ओपन स्ट्राइकरमा त अब पहिल्यैदेखि खेलेको दाई घनश्याम दाई एकदम राम्रो लाग्थ्यो। दाईको गेम हेर्दा अब दाई पनि जानुभयो, घनश्याम दाई चाहिँ एकदम मनपर्ने। बेस्ट क्विक स्ट्राइकरमा? त्यही हिनाललाई नै, एकदम फेभरेट हिनाललाई। त्यस्तै गरी बेस्ट मिडल ब्लकर? ब्लकर त अब अहिलेको लागि हेर्ने हो भने सफल दाई। सफल दाई। त्यस्तै गरी तपाईँले मनपर्ने बेस्ट लिब्रो? लिब्रो त राजन दाई। त्यस्तै गरी तपाईँले मनपर्ने बेस्ट कोच? कोच त रमेश गुरु नै। अब म उहाँसँग पहिला पनि ट्रेनिङ सुरुमा गेम सिक्दाबाटै उहाँसँग ट्रेनिङ गरेको। अब U19 गेम खेल्दा पनि उहाँसँग गरेर उहाँले एकदम सपोर्ट गर्नुभयो र मलाई यहाँसम्म पुऱ्याउन पनि एकदम रमेश गुरुको ठुलो हात छ। कोच रमेश गुरु। र जाँदै अन्तिममा चाहिँ म तपाईँलाई केही प्रश्न गर्न चाहेँ। नेपाली भलिबललाई थप विकास गर्नका लागि के गर्नु पर्ला? अब नेपाल भलिबलकै लागि राम्रो गर्न त अब सबैले सपोर्ट गर्नु होला। हामीलाई त गण्डकी प्रदेशले त जे दर्शकहरूबाट बाहिरबाट सबै धेरै सपोर्ट छ, धेरै माया गर्नुहुन्छ सबैजनाले। अझै पनि सपोर्ट गर्नु होला। अब नेपाल भलिबलकै लागि त अब सबै अहिले पनि अब गण्डकी प्रदेशको प्लेयर परेन भनेर अब यत्रो सबै सोसियल मिडियातिर यत्रो भइरह्यो। र सबै सिभिल प्लेयर अब विभागको प्लेयरहरू सबै चाहिँ अब सबैले सपोर्ट गरेर अब को राम्रो छ, राम्रोलाई त अब चान्स दिनुपर्ने, त्यो गऱ्यो भने चाहिँ अब राम्रो होला। अब आफ्नो भन्दा सबै विभागको मात्र भन्दा पनि अब सिभिल प्लेयरहरू पनि राम्रो हुनुहुन्छ। हाम्रो गण्डकी प्रदेशको टिमहरू पनि राम्रो छ। अब सबैलाई चाहिँ टिममा लिएर ट्रेनिङ गरेर यो गरेर राम्रो होला जस्तो लाग्छ। जाँदै अन्त्यमा तपाईँको फ्यान फलोअर्स शुभचिन्तकहरूलाई के भन्न चाहनुहुन्छ? धेरै धन्यवाद सबैजनालाई। अहिलेसम्म धेरै सपोर्ट गर्नुभयो। अब सुरुदेखि गेम खेल्न लागेदेखि आज झन् गण्डकी प्रदेश, विशेष गण्डकी प्रदेशमा खेल्न लागेपछि चाहिँ धेरैले अब सपोर्ट गर्नुहुन्छ, धेरै माया गर्नुहुन्छ। अब अझै पनि केही खेल्छु म अझै केही टाइम, सबैजनाले धेरै साथ सपोर्ट र माया गरिदिनु होला। हस्, तपाईँसँग भेट हुने एउटा अवसर मिल्यो र छोटो मिठो कुराकानी हुने यो अवसर मिल्यो, त्यसको लागि म धेरै आभारी छु र तपाईँले विशेष धन्यवाद दिन चाहन्छु। आगामी तपाईँको यो भलिबल खेल यात्रा अझै राम्रो हुँदै जाओस्, प्रगति गर्दै जानुहोला। हजुर, हस् त, धन्यवाद। हस्।